moves like a map with no borders, a whisper caught in the wind. I see her boots at the corner cafe with a notebook and a grin. She's chasing skies I've never named while I stay in my lane. But something in the way she moves keeps pulling at my chain. Oh, traveler, you carry the sun in your नमस्ते सबैजनालाई आजको मेरो च्यानलको अर्को ब्लगमा तपाईहरुलाई स्वागत छ। आज हामी पथरीदेखि माथि भेरेटार जाने क्रममा छौं र भेरेटार जानका लागि मैले पथरीबाट चाहिँ जाँते लेटाङ केराबारी हुँदै डाइरेक्ट धरान निस्केछु। धरानमा आएर यहाँ गाडीमा तेल फुल गरियो र मसँग आज दुईजना नयाँ भान्जा भान्जीहरु छन्। भान्जा अनि मेरो भान्जी। धरानबाट माथि लागिसकेपछि धरानको यस्तो राम्रो भ्यू देख्न पाइयो। अब होसैले गर्दा क्लियरली नदेख्यो नि घाम लागेर निकै नै रमाइलो दृश्य देखिरहेको थियो। Still anchored by my fear, but time rolls on like open roads, and soon she won't be here. Oh, traveler, you carry the sun in your stride, leaving behind what I hold inside. If I don't ask your name today, I may never get the chance to walk beside your wandering dance. Maybe next year in Madrid or on some quiet. लगभग 45 मिनेटको राइडपछि हामी भेरेटार पुग्छौं र भेरेटारबाट पनि तलको केही दृश्यहरू देख्छौं जुन निकै नै लोभ लाग्दो छ। हामी यसो भेरेटारको एउटा भिडियो खिचेर फेरि तल नमस्ते झरनातर्फ लाग्छौं र बाटोमा फोटो भिडियोको क्रम जारी नै रहनेछ। भेरेटार बजारलाई छोडेर हामी अब तलतिर नमस्ते झरनातर्फ लाग्छौं र नमस्ते झरना पुगेर हामी यसो टिकट काटेर अब झरनाको दृश्य हेर्नको लागि म भान्जा भान्जी सबैजना अघि बढिरहेको हुन्छौं। पहिलेको भन्दा अहिले झरना जाने बाटो धेरै नै सहज बनाएको रहेछ। जताततै फलामको पुलहरू भर्याङहरू बनाएर मानिसलाई आउन जाने बाटो निकै नै सहज बनाएको छ। तर झरना पुग्नु अगाडि यहाँ सायद पहिरो गएर होला यहाँको बाटो चाहिँ पुरै नै बिग्रेको छ। अब बाटो मर्मत कार्य जारी थियो हामी जाँदा चाहिँ। अहिले झरना जाने बाटोको अवस्था लगभग यस्तो रहेको छ। बिग्रेको बाटो ठाउँबाट लगभग 5 मिनेटमा हामी यस्तो राम्रो देखिने झरना पुग्छौं र त्यहाँ झरना पुगेर केही मिठा फोटो भिडियोहरू
क्याप्चर गरेर हामी एकछिन त्यहाँको झरनाको पानीमा पनि भिज्छौँ र झरनाको पानीको बहाव यति तेज थियो भने त्यहाँ पुलमा उभिँदा पनि लगभग सबै कपडाहरू भिज्छ। यति नै थियो मेरो भ्लगमा आजको लागि। बिदा माग्छु म तपाईँहरू माझबाट र चाँडै नै अर्को भ्लग लिएर फेरि उपस्थित हुनेछु।